because there is one line. If you like, Hello, hello, hello. Good morning. शुभ बिहानी सम्पूर्णमा गाइजहरू म मेट्रो स्टेसनबाट चढेर बाहिरतिर निस्केको छु। सक्नुहुन्छ मलेसियाको सिस्टम यो एमआरटीबाट झरेर बाहिर चाहिँ बस लाग्ने गर्छ। त्यसरी चाहिँ सबैजना लाइनबद्ध रूपमा बसभित्र प्रवेश गरेको देख्न सक्छौँ। त्यसरी चाहिँ सिस्टम फलो गर्नुपर्छ। यतिजना मान्छे छ तर केही हल्ला छैन, कोही कराएको छैन, आफ्नो आफ्नो सुरमा छ। ड्युटी गर्ने भनेको यो मेन्यु लाइफ नजिकै यो पल्लो बिल्डिङमा हो। यतिखेर बिहानको 7:43 गएको छ। मेरो ड्युटी चाहिँ 7:30 को हो। 15 मिनट ढिलो भएको छ आज। कहिले यस्तै हो, ढिलो हुन्छ। र अब करिब 2-3 मिनटमा म ड्युटी पुग्छु। गएर ब्रेकफास्ट लिन जानुपर्ने हुन्छ। मर्निङ ब्रेकफास्ट गएर रेस्टुरेन्टमा गएर ब्रेकफास्ट सेटल गर्नुपर्छ। आजको ब्रेकफास्ट के हो तपाईहरुलाई देखाउँछु। भिडियो अन्तिम चाहिँ उहाँ पुग्नु भएको छ। म भिडियो बनाएर अलिकति लेट गरेको छु। त्यहीँनिर हो हामी काम गर्ने यही बिल्डिङमा हो। हामी ड्युटी गर्ने बिल्डिङमा आइसकेका छौँ। नेपाली सेक्युरिटी गार्डहरू हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। मर्निङ सरकार। गुड मर्निङ सरकारहरू। के छ, ठिकठाक हुनुहुन्छ नि? भिडियो बन्दैछ है, लाइक कमेन्ट गर्न नबिर्सिनु। लजाउने बानी छ, म बिस्तारै हटाउनु भन्छु, हटाउन सकिरहेको छैन। हामी यसरी स्क्यान गरेर जानुपर्ने हुन्छ। एचपी अफिसमा आइपुग्यौँ। यसरी चाहिँ खोल्नुपर्छ। हाम्रो ग्राउन्ड फ्लोर 5 फ्लोर 6 फ्लोर हामीले हेर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ एचपी अफिस। सेक्युरिटी गार्ड आएको छैन। ल गाइजहरू, ल जाउँ। हिजो बनाएकै यहाँ, अरे तल लगाएको रहेछ। मर्निङ भाइ साहब। हामीहरू ब्रेकफास्ट लिन जाँदैछौँ रेस्टुरेन्टमा। मर्निङ ब्रेकफास्ट हुन्छ, दिउँसो टी ब्रेक हुन्छ। देख्न सक्नुहुन्छ हामी ड्युटी सुरु गरिसकेका छौँ। हामी यो मेट्रोमा आएका थियौँ। देख्न सक्नुहुन्छ मलेसियाको वातावरण एकदम हरियाली देख्न सकिन्छ। र यहाँको टेम्परेचर पनि ठिकै छ। अहिले करिब 28 डिग्री सेल्सियस हुन सक्छ। बिहानमा 28 डिग्री, दिउँसो 35 सम्म पुग्छ घाम लागेको बेलामा। ल यतिखेर म रेस्टुरेन्टमा आएको छु। दाजुले गर्दै हुनुहुन्छ रोटी। देख्न सक्नुहुन्छ यसको नाम हो, मलेसियामा यसलाई रोटी चनाई भनिन्छ। ada nanti saya cuci. Oke. Morning time, oke. Anda roti telur. Oh sudah siap, oke.
अन्डा रोटी यहाँ बनाउँदैछ त्यसलाई चाहिँ तेलुर रोटी चनाई भन्छ है मलेसिया भाषामा